हेलो हजुर, नमस्ते साथीहरू। म आज अलिकति भए पनि नेपालको राजनीतिको बारेमा बोलौँ कि जस्तो लाग्यो। नेपालको राजनीतिमा नबोलौँ भन्ने मन त लागिराखेको छु, तर पनि अब हाम्रो नेपालमा जनताहरू तीन टाइपको छन्। एउटा बोले, खोले र झोले। अब झोले भनेको अब आफ्नो पार्टीले जे भन्दा पनि राम्रो काम गर्दा पनि ताली पिटेकै छ, नराम्रो काम गर्दा पनि ताली पिटेकै छ। हर चिज गर्दा पनि जे पनि चिजहरू राम्रै भनिदिने उनीहरू हुन् झोले। एउटा छन् गाउँमा बस्ने खोले। खोले भनेको जस्तै अब कोही पनि चिज हो, उनीहरूलाई केही मतलबै छैन, राजनीतिप्रति केही स्वादै छैन। सरकार के भयो, कस्तो भयो, कसले दिएको, के दिएको, जे भन्दा पनि अब जुनै पार्टीले जसले जे भन्दा पनि उनीहरूले हो रहेछ भन्ने त्यस्तो खालको बुझ्ने, अब राजनीतिमा केही चासै नराख्ने, आफ्नो कामभन्दा अरू फाल्टु काम केही नगर्ने यस्ता मान्छेहरू अब दुःख नमान्नु होला। अब खोले भन्दैमा त्यो भन्न खोजेको मैले अब नराम्रो भन्न खोजेको होइन, तर पनि एउटा के हुन्छ भनेपछि खोले भनिसकेपछि एउटा केही नबुझेको, जसले जे भन्दा पनि मानिहाल्ने उसले, किनकि राजनीतिप्रति केही पनि बुझेको हुन्न। अनि त्यस्ता मान्छेहरूलाई कसैलाई अब फ्रीमा गाडी चढ्न पाइन्छ अथवा कोही मासु खान पाइन्छ अथवा केही गर्छ भनेपछि मान्छेहरूलाई त्यत्तिकै के को कार्यक्रम भइराखेको छ त्यो पनि थाहै हुँदैन। उनीहरू जान्छन्, जस्तै देख्नुभयो होला कति जुलुसहरूमा अब के को लागि आएको भने जुनै पार्टीको जुलुसमा गएको छ उसैको मुर्दाबाद भन्दै हिँड्ने मान्छेहरू पनि छन्। त्यो भएर मेरो सोचाइमा के लाग्छ भनेपछि यो त भयो खोले। नबोले एउटा के हुन्छ भनेपछि नबोले, उसले सबै कुछ बुझेको हुन्छ, जानेको हुन्छ, राजनीति कसले के खराब गरिरहेको छ, को सही हो को सही होइन भन्ने उसले बुझिरहेको हुन्छ। बुझिरहेको हुँदै पनि उसले के हो भनेपछि बोल्न चाहन्न। बोल्दाखेरि के हुन्छ, कसैले अर्कोले मन दुखाउला अथवा यो भनेर पनि मलाई के फाइदा छ र यो यस्तो टाइपको भन्ने मान्छेहरूको मन हुन्छ। अब म पनि सायद मलाई जहाँसम्म लाग्छ म पनि त्यही नबोलेमा जस्तो लाग्छ, किनकि आफूलाई सब थाहा हुँदै पनि बोल्ने मन लाग्दैन। तर आज त मलाई अति भएर होइन, बोल्नुपर्छ। आफूले जानेको कुरा, आफूले देखेको कुरा बोल्नुपर्छ। अति भयो अब उकुस मुकुस हुन्छ नि। हुन त अब हामी जस्तो मान्छेहरू बोल्ने कति छन्, अब म जस्तो मान्छेहरू बोल्ने कति छन्। बोलेर हुने त केही होइन, त्यही पनि आफ्नो एउटा मनको भावनालाई बाहिर निकाल्न सक्यो भनेपछि त्यही पनि केही आफूले अलिकति हल्का हुन्छ भनेर मैले आज थोरै अलिकति राजनीतिको बारेमा कुरा गरौँ भनेर सोचेको छु। अब नेपालको राजनीति हेर्ने हो भने कस्तो छ भनेपछि अहिलेको स्थिति जो मान्छेले राम्रो गरिराखेको छ, अब अहिले कुलमान घिसिङलाई अब उसको कामै छैन, उसले अब काम त गरिराखेको छ नि, देशलाई परिणाम दिइराखेको छ नि, राम्रो काम गरिरहेको छ र उसलाई निकाल्नु के जरुरी छ? जहाँ राम्रो काम भइरहेको छैन, जुन कम्पनीहरू जुन संस्थाहरू घाटामा छ त्यो संस्थाहरूलाई किन घाटामा गयो, अब त्यसलाई कसरी चेन्ज गर्दा हुन्छ कि एमडी चेन्ज गर्दा हुन्छ कि मन्त्रालय चेन्ज गर्दा हुन्छ कि त्यहाँ सुविधा दिन सक्नु पर्यो नि त। अब त्यो चिज हेर्नु त कहाँ छ कहाँ। अब जुन ठाउँमा जुन संस्थाले राम्रो फाइदा दिइराखेको छ र जुन संस्था राम्रो चलिराखेको छ, अँध्यारो ठाउँबाट उज्यालो नेपालमा लग्यो, उसैको पछि 2 महिना 3 महिनादेखि दीपक खड्का अब उनी पछाडि परेको परी गर्दा अब ऊर्जा मन्त्री उनले अब कुलमान घिसिङलाई निकालेरै छाडे। अब देशमा जुन चिजहरू फाइदा छ त्यो चिजमा अब उसैको पछि परेको पर्छन्। अनि सरकारले गर्न खोजेको चाहिँ के, मलाई पनि कति चित्त नबुझेर अब अहिले त्यस्ता चिजहरू लथालिङ्गै भएका चिजहरू नेपालमा कति छन् त्यो चिजलाई सुधार्नुको साटो जो बनिराखेको ठाउँ छ त्यसैको पछि पर्नु किन? मलाई पनि त्यही भएर आज नेपालको यो बारेमा बोल्न अलिकति मन लाग्यो। त्यही भएर मैले आफ्नो सानो दुखेसो मात्रै पोखेको हो। अब हुन त हामी जस्तो मान्छेहरू बोलेर केही हुनेवाला त छैन। त्यही पनि नेपालको राजनीति हेर्दाखेरि अब हामी विदेशमा अथवा कोही बाहिर बस्ने मान्छेहरूले बोल्दाखेरि अब फेरि हाम्रो झाँक्री दिदी हुनुहुन्छ, उहाँले फेरि अब नेपाल बिमारी भयो भनेपछि झाँक्री काम गर्ने, तिनीहरू विदेशमा बसेर तिनीहरू बाहिर बसेर तिनीहरूको बोल्ने के अधिकार छ भनेर पनि भन्नुहुन्छ। तर उहाँले यति थाहा पाउनुपर्छ कि उहाँले अहिले जति पनि हो सहल सुविधा जो पनि गरिरहनु भएको छ, जो पनि तनखा खाइरहनु भएको छ, जो पनि सरकारबाट पाएको एउटा फ्यासिलिटी छ, त्यो सबै विदेशमा बस्ने जनता
पब्लिकहरूले दिएको रेमिटेन्सबाट आएको पैसालाई हामीले खाएको छौँ भन्ने कुरा उहाँले याद गर्नुपर्छ। मैले त त्यही भन्छु। अब नेपालको राजनीति हेर्ने हो भने अहिलेको स्थितिमा हेर्ने हो भने माथि र जाला भन्ने त मैले कहीँ देख्दैन। हर चिजमा जो पनि अहिले काण्ड ल हेर्नुहोस्, अहिले अब नेपालको भुटानी शरणार्थी काण्ड कहाँ पुग्यो, स्काउटको कहाँ पुग्यो, बाँसबारी जुत्ता कारखानाको वो जग्गा कहाँ पुग्यो। अब यिनीहरूको केही छैन। अब जो चिज कुलमानले राम्रो उसमा चलाइराखेको थिए अहिले उसको अब त्यसैको पछि परेको परि छन्। त्यही भएर मैले अहिले नेपालको राजनीति हेर्दाखेरि अब मलाई कति मन परेको छैन। अब तपाईहरुलाई के छ, अब नेपालको कुलमान घिसिङलाई हटाउनु सही हो कि होइन, अब हितेन्द्र साक्यलाई ल्याउनु सही हो कि होइन। अब नेपालमा धेरै जसो त गफै हान्ने मान्छेहरू मात्रै छन्, काम गर्ने भनेको त 100मा एउटा दुईटा औँलामा गनेर सकिने मान्छेहरू मात्रै छन्। अब नेपालको राजनीति यस्तै स्थितिले हो भने कतातिर पुग्छ भन्ने अब थाहा छैन। अब मैले त सबैलाई यही भन्छु, साथी हो कोही पनि हो, अब हामी बोल्न पर्छ। जो पनि हो, जस्तै बोले नबोले झोले खोले सबै अब एकजुट भएर केही न केही बोल्नु पर्छ आफ्नो आफ्नो तर्फबाट जस्तो मलाई लाग्छ। अब म अब 3 टाइपको जनता मध्येमा जस्तै मैले भनिहालेँ, अब एउटा नबोले और झोले र खोले, अब 3 टाइपको मध्येमा तपाईँ कुन हुनुहुन्छ? झोले, बोले और खोले, झोले बोले र खोले 3 टाइपमा तपाईँ कुन टाइपको जनतामा पर्नुहुन्छ? तपाईँले कमेन्टमा लेख्नु होला। अब म नबोलेमा पर्थेँ, तर आजबाट म कोसिस गर्दैछु अलिकति आफ्नो मनको व्यक्त गर्ने। तपाईहरुलाई यो कस्तो लाग्यो मेरो, तपाईहरुले हेरेर तपाईलाई के लाग्छ? नेपालको राजनीति सही छ या सही छैन? अब अहिले गणतन्त्र राजतन्त्र पनि आइराखेको छ। अब गणतन्त्र र राजतन्त्रमा पनि अब हुने त खै के हो, अब मान्छे त उही हुन्। त्यही पनि तपाईहरुको विचारमा के लाग्छ? तपाईहरुलाई मनमा लागेको कमेन्ट गर्नु होला। ओके, धन्यवाद, नमस्ते।